पटक चाहिँ आयोग गठन गर्दै काम केही भएन। यहाँ थप के समस्या भएको छ भने झन् यो मिटर ब्याज पीडितहरू लघुवित्त पीडितहरू चाहिँ तपाईको यहाँका प्रशासनहरूबाट सिडिओहरूबाट एसपीहरूबाट ठगिने चाहिँ क्रम चाहिँ सुरु भएको छ। यहाँ साहु महाजनहरूलाई केही नगर्ने अहिले भर्खर चाहिँ हाम्रो जिल्ला अध्यक्ष श्याम सुन्दर यादवलाई चाहिँ उल्टै पक्राउ गरेको छ। अब उहाँ पीडित पनि हो, वर्षौंदेखि यो चाहिँ आन्दोलनमा लागेको छ। सबै चाहिँ सिडिओ एसपीहरू षड्यन्त्र गरेर अब एकैचोटि अध्यक्षलाई समातौ त यो त चाहिँ तपाईको के भन्यो पीडित जनताको मनोबल खस्काउने कुरा मात्रै भयो। यहाँ हजारौंको हजारमा चाहिँ साहु महाजनहरू पेशेवर मिटर ब्याजीहरू छन्, पेशेवर चाहिँ यहाँ बैंक लुटेराहरू छन्, तर ती चाहिँ तस्करहरूलाई मिटर ब्याजीहरूलाई यो प्रशासन यो राज्यले केही गर्न सकेको छैन, बल्कि उल्टै चाहिँ तपाईको यो पीडित जनताहरूलाई धम्क्याउने काम गरेको छ। त्यही भएर हामीहरू चाहिँ यहाँ अब यो चाहिँ सिडिओ साहबलाई एकदमै शान्तिपूर्ण तरिकाले आज हाम्रो राष्ट्रव्यापी कार्यक्रम हो। लगभग 44 वटा जिल्लामा हाम्रो संगठन छन्, 44 वटै जिल्लामा आज ज्ञापन पत्र दिने काम एकैचोटि भएको छ र आज हामी उहाँलाई सचेत गर्न मात्रै आएका छौँ। यदि 10 दिन भित्रै चाहिँ हाम्रो सम्बोधन भएन भने कामकाजहरूमा सहजता गरेन भने हामी 10 दिन भित्र फेरि चाहिँ आन्दोलनको कार्यक्रमहरू तय गरेका छौँ। सिराहा जिल्लामा कति जति आवेदनहरू परेको? सिराहा जिल्लामा चाहिँ तपाईको लगभग यो तेजबहादुर कार्की तेस्रो चाहिँ आयोग तेजबहादुर कार्कीको नेतृत्वमा आयोग गठन हुँदाखेरि त्यति बेलासम्म चाहिँ यहाँ 5000 लगभग आधिकारिक उजुरी परेका थिए। तर थारो निवेदनको नाउँमा गाउँघरमा चाहिँ तपाईको मिलापत्रको नाउँमा यहाँ लाखौं उजुरीको चाहिँ संख्या छ। तर आधिकारिक रूपमा तेजबहादुर कार्कीको नेतृत्वमा गठन हुँदाखेरि आयोग त्यति बेला यहाँ 5000 उजुरी परेको थियो, जसमध्ये मलाई अहिलेसम्म मलाई जहाँसम्म चाहिँ जानकारीमा छ 1000 निवेदनमाथि पनि छानबिन यहाँ भएको छैन। यति दुर्दशा चाहिँ यति दुर्भाग्यपूर्ण चाहिँ अवस्था सिराहा जिल्लाको रहेको छ। अलि मलाई कार्यक्रम सामाजिक न्यायको मुक्तिको लडाई हो अथवा राज्य पुनर्संरचनाको लडाई हो? अब यो चाहिँ हामीले सुरुवातमा त हाम्रो कुनै राज्य परिवर्तन राज्यको संरचना परिवर्तन होस् त्यसको ठुलो माग छैनन्। हामी चाहिँ एकदमै निमुखा गरिब तबकाका चाहिँ जनता हौं। हामीले चाहिँ ऋणले सताएको छ, साहु महाजनहरूको ज्यादतीले सताएको छ, त्यसकै निम्ति हामीले सुरुवातमा चाहिँ आवाज उठाएका छौं। तर अब अहिले जुन ढंगले देशमा चाहिँ समस्याहरूको निर्माण भएको छ र हामी यो देशको जनता हौं, देशमा भएका तमाम समस्याहरूको विरुद्धमा हामी बोल्न सक्छौं र बोल्दै आएका छौं। तपाईको प्रत्यक्षकारी राष्ट्रपतिको नारा एक समाजवादी अर्थतन्त्रको नारा नि खास तपाईको एजेन्डा चाहिँ के हो? अब अहिले ठ्याक्कै तपाईको हामीलाई मुद्दाबाट हामीहरूलाई नभट्काइदिनुस् प्लिज। हाम्रो चाहिँ मूल त लघुवित्तबाट पीडित भएका जनताहरू साहु महाजनहरूबाट शोषित पीडित जनताहरूको चाहिँ आवाज अहिले उठाउँदै छौं। यो समस्या समाधान भइसकेपछि देशमा रहेका तमाम समस्याहरूको चाहिँ विरुद्धमा हामी लाग्छौं। प्रत्यक्षकारी राष्ट्रपतिको जुन खालको तपाईको ब्यानर छ त्यो आवाज र समाजवादी अर्थतन्त्रको चाहिँ खास तपाईको एजेन्डा कसरी? अब यो मूल त हामी गणतन्त्रवादी आम जनता नेपाली हौं हैन। गणतन्त्रलाई रक्षा गर्न जे व्यवस्था राम्रो हुन्छ त्यो व्यवस्थाको पक्षमा हामी जान्छौं। तर अहिले ठ्याक्कै भन्ने हो भने हाम्रो त्यतातिर ध्यान छैन। प्रमुख त हाम्रो चाहिँ यो मिटर ब्याज पीडित लघुवित्त पीडितहरूको जुन समस्या छ प्रमुख त यो समाधान हुनुपर्छ भन्ने हाम्रो जोरदार माग रहेको छ। खास गरी यहाँ तपाईहरुको नारा र आन्दोलनमा चाहिँ पछगामी र पुनर्गठनवादीको शक्तिहरुको सपोर्ट छ भन्ने देखिन्छ। एक दुर्गा पर्साईले पनि एउटा न्यायमाथि लात हानेर ढाइसके भन्छन्। तपाईहरु खास उनीहरुसँग सम्बन्ध छ? दुर्गा पर्साईसँग हाम्रो कुनै किसिमको सरोकार छैन। उहाँको के नारा छ हामीलाई थाहा पनि छैन। हामी तपाईलाई पहिला नै भन्नु हामी गणतन्त्र पक्षधर आम नेपाली जनता हौं। यो गणतन्त्रलाई बचाउन जे पनि गर्न चाहिँ हामी तयार हुन्छौं। तर अब अरूको कुरा चाहिँ उहाँसँग सोधा राम्रो हुन्छ। हेलो, के बजाउ यो? माइक स्टार्ट गर्नु यो।